ल अब यो तयार हुँदैछ। यो मसलासँग भुट्दैछु मैले। ल साथी, अनि यो तपाईलाई मैले देखाएको थिएँ, यो फ्राई हुँदैछ। यो अनि मसला टमाटर यो अझै लसुन अझै मैले हालेको छैन। अब यस्तै यसमा केही 5 मिनट जति अलि यसलाई फ्राई गरेपछि यसलाई ढक्कन लगाएर पकाउने। अनि त्यसपछि यो यसलाई अलिक फ्राई गर्नुपर्छ। तब यसलाई टमाटर राखेर 2 सिटी लगाउने। अनि त्यसपछि फेरि खोल्ने यसलाई। त्यसपछि कस्तो बन्छ साथीहरू, हेर्दै जाउँ। ल साथीहरू, यो 2 सिटी लगाएर यो मिसिएको छ टमाटर 2 सिटी लगाएको। अब यो फ्राई कस्तो बन्यो साथीहरू, कहाँ देख्दै त यो अलि मध्यम आँचमा यसलाई फ्राई भइरहेछ। अब यसको अलिकति पानी सुक्यो भने यसलाई धेरै नै 2 सिटी लगाउने। ल साथीहरू, एकदम तयार छ। ल खाना आउनुहोस्। ल अब यस तयार हुनिसकेको छ। यो ल यो भुटन स्पेसल भुटन हो। यो 5 स्टार ऱ्याङ्कमा बनेको भुटन हो हेर्नु साथीहरू। अब यो पनि रेडी भइसकेको छ। यसको पानी सुकिसकेको छ। अब थोरै रस थपेर रोटीसँग चट्टै लाएर खाने। तपाईलाई कस्तो लाग्यो कमेन्टमा लेख्नुहोस् साथीहरू। ल आजको कुकिङ लगभग रेडी तयार भइसकेको छ। र साथीहरू, अब यो फाइनली रेडी भइसकेको छ। अनि यो पनि लगभग रेडी भइसकेको छ। र साथीहरू, अब यसलाई अब के गर्ने हो, रेडी भइसकेको छ। एकदम क्लियर रेडी। एकदम रेडी भइसकेको छ साथीहरू। यो मसलाले तेल छोडिसकेको छ। अब रेडी भइसकेको छ साथीहरू। भिडियोलाई लाइक शेयर कमेन्ट गरिदिनु होला र आफ्नो विचार प्रकट गरिदिनु होला साथीहरू। तब तक म बिदा चाहन्छु। हस्, नमस्कार साथीहरू। ल यो रेडी भइसकेको छ। अब रेडी भइसकेको छ साथी। ल मैले बनाएको मेरो बनाउने स्टाइल यही हो साथी हो। तपाईले कसरी बनाउनुहुन्छ भिडियो बनाएर पोस्ट गर्नु साथीहरू। मैले यो पोस्ट गरेँ। ल तब तक साथीहरूलाई नमस्कार।